हामी पार्टीभित्र स्थापित गर्ने आफू पनि हुने र हाम्रो समुदायलाई पनि स्थापित गराउने लक्ष्यका साथ हामी अगाडि बढ्यौँ भने हाम्रो बाटो एकदमै खुल्ला देख्छौँ। तर त्यसका लागि हामीसँग के हुनुपर्छ भन्दा हामी बिचमा समन्वय हुन जरुरी छ, सङ्गठित हुन हामी जरुरी छ। त्यसले हामीलाई लक्ष्य गर्छ। त्यसैले यो नेपाली काङ्ग्रेसको एउटा महत्त्वपूर्ण सङ्गठन हो। हिजो पनि थियो, आज पनि छ र भोलि पनि छ। त्यसका लागि तपाईँ हामी सबैले हामी क्रियाशील हुनुपर्छ, हामी गतिशील हुनुपर्छ र त्यो गतिशीलताले यो सङ्गठनलाई ऊर्जा दिइरहेको छ र सङ्गठनलाई बलियो हुन्छ। र यो सङ्गठन बलियो हुने भनेको नेपाली काङ्ग्रेसले बलियो हुन्छ। एउटा नेपाली काङ्ग्रेसको जिल्ला सभापति सर्वसम्मत हुन सक्ने मगर नेतृत्व यो सङ्गठनले जन्माउँछ। यहाँ धेरै क्षमता भएका साथीहरू यही हुनुहुन्छ, अग्रजहरू यही हुनुहुन्छ, सबैले सक्छ। त्यस कारणले मगरको जुन पहिचान छ त्यो पहिचानलाई हाम्रो समन्वय गर्न सक्ने पहिचानलाई चाहिँ हामीले कायम राख्नुपर्छ। त्यसका लागि सबै साथीहरूलाई म आग्रह पनि गर्दछु। अब हामी बदलिएको काङ्ग्रेस बनाउन चाहन्छौँ, हामी बलियो काङ्ग्रेस बनाउन चाहन्छौँ। त्यो बदलिएको काङ्ग्रेस भनेको समावेशी, बदलिएको काङ्ग्रेस भनेको समावेशी काङ्ग्रेस हो, सबैको काङ्ग्रेस। र बलियो काङ्ग्रेस भनेको सबै जात जाति जोडिएको एउटा नेपाली काङ्ग्रेस मजबुत भएको त्यो काङ्ग्रेस भनेको बदलिएको काङ्ग्रेस, बलियो काङ्ग्रेस। र हामीले यो काङ्ग्रेसलाई बदल्नका लागि यो प्रयास हामी यहाँ बसेर बिहानदेखि छलफल गरिरहेका छौँ। यो कार्यक्रम यहाँसम्म गर्नका लागि धेरै साथीहरू अरू खट्नु भएको छ। किन खटिरहेको छौँ भन्दा हामी काङ्ग्रेसलाई बदल्न चाहन्छौँ र काङ्ग्रेसलाई बलियो बनाउन चाहन्छौँ। त्यस कारणले हामी निरन्तर रूपमा खटिरहेका छौँ। नेपाली काङ्ग्रेसको लामो इतिहासमा मगर समुदायको नेपाली काङ्ग्रेसमा लामो योगदान छ, महत्त्वपूर्ण योगदान छ। त्यो योगदानलाई हामीले अब कतिपय कुरालाई लिखित दस्तावेजमा पनि ल्याउनु छ। हामीले प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्नका लागि नेपाल राष्ट्रिय मगर सङ्घको राष्ट्रिय सम्मेलनबाट हामीले एउटा घोषणा पत्र जारी गरेका थियौँ। हामीले लखन थापालाई प्रथम शहीद घोषणा गराउनुपर्छ। यो प्रथम शहीदका नाममा विभिन्न भुरे टाकुरे पार्टीहरूले, क्षेत्रीय पार्टीहरूले के गरे भन्दा मगर समुदायलाई टुक्राउने, मगर समुदायको नेतृत्वलाई दिग्भ्रमित गर्ने काम गरे। त्यस कारणले हामीले के गर्नुपर्छ भन्दा मगर समुदायलाई एकताबद्ध बनाउनका लागि यो देशमा जनताको शासन स्थापना गर्नका लागि अहिले पो हामीले लोकतान्त्रिक व्यवस्था, जनताको शासन, जनताले बोल्न पाउने, जनताको मतबाट निर्वाचित हुने शासन व्यवस्था स्थापना गर्नका लागि, जनताको आवाज बोल्नका लागि सुरुवात गर्ने ती लखन थापा मगरका हामी सन्ततिहरू हुन् नि। ती लखन थापाको सम्मान दिनका लागि, लखन थापालाई प्रथम शहीद बनाउनका लागि, घोषणा गराउनका लागि नेपाल राष्ट्रिय मगर सङ्घ। त्यति मात्रै होइन, हामीले मगर समुदायका भाषा, संस्कृति, सभ्यताका लागि जोगर्ना गर्नका लागि, त्यसका लागि पनि हामीले निरन्तर रूपमा खबरदारी गर्नेका र हाम्रो आफ्नो ठाउँबाट प्रयास गर्नेका छौँ। यो लामो अवधिमा सङ्गठन स्थापनाको 64देखि आजसम्म आइपुग्दाखेरि विभिन्न आरोह अवरोहहरू हामीले पायौँ। त्यो सङ्गठनको, जुनसुकै सङ्गठनको पनि त्यो सङ्गठनलाई जीवन्तता दिनका लागि स्वाभाविक रूपमा त्यस्ता उतार चढावहरू हुन्छन्। ती उतार चढावहरूबाट आफूलाई जोगाउँदै सङ्गठनलाई बलियो बनाउँदै अगाडि बढ्नुको हामीमा अर्को विकल्प हुनेछ। तसर्थ सबै साथीहरूमा ती नयाँ ऊर्जाका साथ, नयाँ जोसका साथ, समन्वय गर्न सक्ने क्षमताका साथ तपाईँहरू अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। र नेपाली काङ्ग्रेसले आदिवासी समुदायका लागि धेरै काम गरेको छ। नेपाली काङ्ग्रेसले पहिलो जननिर्वाचित सरकार बन्यो नेपाली काङ्ग्रेसको नेतृत्वमा 2016 साल, 15 सालमा निर्वाचन भयो, सरकार बन्दा 16 साल भइसक्यो। बिपी कोइरालाको नेतृत्वमा बनेको त्यो सरकारले तत्कालीन समयमा क्षेत्रीय भाषामा अध्ययन अध्यापन गराउनको लागि प्राथमिक तहसम्मको अध्ययनलाई बजेट छुट्याउने काम गरे। अहिले हामीले मातृभाषा भन्छौँ, त्यति बेला मातृभाषा भन्ने टर्म युज भएको थिएन, तर क्षेत्रीय भाषा भनेको विभिन्न क्षेत्रमा बस्ने फरक फरक खालका भाषाहरू नेपालमा हो। त्यो भाषामा अध्ययन अध्यापन गराउनको लागि बजेट छुट्याउने काम तत्कालीन नेपाली काङ्ग्रेसको नेतृत्वको सरकार। त्यति मात्रै होइन, त्यही सरकारले नेपालको इन्डिजिनियस टेक्नोलोजी, विशेष गरेर मगरहरूको जुन परम्परागत सिप छ, ज्ञान छ, त्यो ज्ञानलाई प्रयोग गरेर
हामीले मोडर्न टेक्नोलोजीलाई सिधै नेपालमा भित्राउनु हुन्न, त्यसले बेरोजगारीको समस्याको सिर्जना गर्छ। हाम्रो आफ्नो परम्परागत जुन ज्ञान छ, सिप छ, त्यो सिपलाई मोडर्न टेक्नोलोजीसँग फ्युजन गरेर नेपालको विकासको मोडल बनाउनुपर्छ। त्यसलाई उहाँले प्रजातान्त्रिक समाजवादको रूपमा व्याख्या भनेपछि नेपाली काङ्ग्रेसले तत्कालीन समयमा गरेका कुराहरू महत्त्वपूर्ण। 48-46 को राजनैतिक परिवर्तनपछि आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन गर्नेदेखि लिएर विभिन्न समावेशीकरणका मुद्दाहरूलाई उठाउने, नेपाली काङ्ग्रेसको पार्टीका संरचनाहरूलाई समावेशी बनाउने, यी सबै कामको नेतृत्व कसले गरेको छ? नेपाली काङ्ग्रेस। विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू जसले नेपालका आदिवासीहरूका विषयमा, आदिवासी अधिकारका विषयमा वकालत गर्छन्, ती सन्धि सम्झौतालाई संसदबाट पारित गराउने काम पनि नेपाली काङ्ग्रेसको नेतृत्व गरिरहेको छ। त्यसैले हामीले नेपाली काङ्ग्रेस हुनुमा गर्व गर्नुपर्छ। हामीले नेपाली काङ्ग्रेस हुनुमा गर्व गर्नुपर्छ र बदलिएको काङ्ग्रेस र बलियो काङ्ग्रेस बनाउनका लागि तपाईँ हामी सबै लाग्नुपर्छ र यो काङ्ग्रेसलाई बदल्नका लागि तपाईँ हामी सङ्गठित हुन जरुरी छ, सङ्गठनलाई बलियो बनाउन जरुरी छ। त्यसका लागि तपाईँहरू सबैलाई यही ऊर्जाका साथ शुभकामना म दिन चाहन्छु र आगामी दिनमा आउने नयाँ कार्य समिति अब जुन सर्वसम्मत रूपमा तपाईँहरूले चयन गर्दै हुनुहुन्छ भन्ने मैले सुनेको छु। मैले जति जानकारी पाएको छु तपाईँहरू सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने अन्तिम तयारीमा पनि हुनुहुन्छ। त्यो आउने सर्वसम्मत नेतृत्वलाई पनि म अहिले शुभकामना दिन चाहन्छु एकमुष्ट रूपमा र सङ्गठनलाई यहाँसम्म ल्याइपुर्याउनका लागि सुजन थापाको नेतृत्वमा जुन समितिले क्रियाशील भएर काम गर्यो त्यसका लागि उहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु र नयाँ कार्य समितिलाई अग्रिम शुभकामना दिँदै मेरा मन्तव्यहरू यहीँ पुगेको छु। धन्यवाद। जय नेपाल।